छ आजको हाम्रो यस किशोर ब्लगमा सन्चै हुनुहुन्छ होला। आज आजको हाम्रो काम चाहिँ कृष्णपुर नगरपालिका वार्ड नम्बर 7 मोहना नदीमा रहेको छ। जुन कार्यको लागि आज हामी उपस्थित भइसकेका छौँ र यहाँहरुलेमा आज हाम्रो टोटल स्टेसन कसरी सेटअप हान्ने भन्ने कुरा सिकाउन गइराखेको छु। त्यो चाहिँ हाम्रो तर लेजर फाल्छ र हाम्रो स्टार्टिङ पोइन्ट भएको भएर मैले तल अहिले ढुङ्गा राखिन एकछिनको लागि सेटअप हान्नलाई। र एकछिन पछि चाहिँ म यो पोइन्ट सार्नुभन्दा अगाडि चाहिँ राख्ने छु। धन्यवाद। र यसै गरी यसमा लेखा यसलाई चाहिँ हाम्रो एक्स वाइ जेडलाई चाहिँ 0 0 बनाउनु पर्छ होला हामीले। चाहिँ मेरो यो भाग फुट्या भएर अलि समस्या भइराछ। एकचोटि जब सेट गर्छु। यो चाहिँ हाम्रो कति वार्ड नम्बर 9 है 7 हैन त। वार्ड नम्बर 7। यसै गरी हाम्रो पहिलो कोर्डिनेट हामी जिपिएसबाट लिनेछौँ। आजको हाम्रो सर्वे चाहिँ हाम्रो पुरै यो एरिया रहेको छ। यो सबै एरिया हुन्छ हाम्रो। त्यसपछि चाहिँ हामी अर्को ठाउँ जानेछौँ जुन चाहिँ हाम्रो कृष्णपुर नगरपालिका वार्ड नम्बर 8 अन्तर्गत नै रहनेछ भयो। र अहिले चाहिँ हाम्रो यो पोइन्ट सेटअपको कार्य भइराख र हामी चाहिँ यहाँदेखि हाम्रो यो चाहिँ इस्टिङ र नर्थिङ चाहिँ हामी युटिएममा लिनेछौँ र यहाँदेखि यो चाहिँ हाम्रो इस्टिङ यो नर्थ र यहाँ हाम्रो इलिभेसन आउँछ र हामी यसलाई चाहिँ एक्युरेसी चाहिँ 3.0 हुन्जेलसम्म चाहिँ होल्ड गर्नेछौँ है। अहिले चाहिँ एक्युरेसी 4.75 आएको भएर उठाएन। एकछिनमा 3.0 भयो भने चाहिँ म यसलाई होल्ड गरेर स्क्रिनसट लिएर डाटा एन्ट्री गर्नेछु। मेरो पोइन्ट आयो। स्क्रिनसट। अब हाम्रो नर्थिङ रहेको छ 3-1। हाम्रो कार्य हुनेछ इन्स्ट्रुमेन्ट हाइट मतलब हाम्रो ग्राउन्डदेखि मेसिनको हाइट जुन चाहिँ हाम्रो यहाँसम्म नापिनेछ। हाम्रो चाहिँ 1.498 रहेको छ। त्यसपछि हामी अब नर्थमा 0 सेट गरेर ब्याक साइड गर्नेछौँ। एङ्गल चाहिँ 0 0 नर्थ सेट गरेर हाम्रो नर्थ पनि सेट भइसकेको छ र अब हामी ब्याक साइडको प्रोसेस अगाडि चाल्नेछौँ। यसमा निकाल ब्याक साइड चाहिँ ब्याक साइडको प्रोसेस चालु भइरह। पछि अरू चाहिँ हामी ब्याक साइडको लागि लिइरा हो। बढी किन चाल्ला हो बिस्तारै हाल। अझै अझै होल्ड एफिसिएन्सी हेर्न सक्नुहुनेछ। हाम्रो चाहिँ ब्याक साइड सेट भइसक्यो र अब हामी चाहिँ त्यो एरिया सबै सर्वे गर्नेछौँ। जति देखिरहेको नि सबै त्यो एरिया चाहिँ है। हाम्रो एकजना सर चाहिँ होइन डक्क थाकेर आउनु भएको छ होइन। म उहाँलाई केही क्वेसन सोध्न चाहन्छु होइन। सर यहाँलाई कस्तो लागिरहेको छ आजको हाम्रो सर्वे? एकदमै राम्रो। थाकिया त छैन नि हिँड्दा हिँड्दै? छैन भर्खरै बिहान भएछ। अनि के पसिनै पसिना छ त फेसमा त के हो यस्तो? अब घाम लागेपछि ल ठिक छ। यस्तो 40 डिग्री सेल्सियस घाम छ अनि भनेपछि पीडा छ है सर सर्वेमा? दुःख नगरे सुख पाउनलाई दुःख गर्नै पर्यो होइन त?